What's up guys, it's me Ramit. I'm back in YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। अनि अहिले चाहिँ म कहाँ छु भने इन्डियामा छु हैन। इन्डियाका सानबा रामपुरमा छु। अनि अहिले चाहिँ म कहाँ छु भन्दाखेरि इन्डिया रामपुरको रामपुर क्रिकेट स्टेडियम नै एकाडेमीमा आयो हो। एकाडेमीमा छ। अनि के छ भन्दाखेरि यता चाहिँ यस्तो छ माहौल अहिले हैन। जस्ट यु क्यान सी यता पनि प्र्याक्टिस, यता चाहिँ अहिले खाली छ, यता प्र्याक्टिस गरिरहेको छ हैन। यता प्र्याक्टिस गरिरहेको छ। अनि इन्डोर पनि छ र यो आउटडोरमा अलि सानो भाइहरू प्र्याक्टिस गरिरहेको छ यता। अनि यहाँनिर दुईटा तरहको छ हैन, दुईटा तरहको भयो। यो ग्रासी भयो, यो चाहिँ एउटा ब्लैक मिट्टी, इंटरनेशनल ब्लैक मिट्टी जो करीब 2 लाख में पड़ता है। इधर देखे ये पूरा ग्रासी है। अब तो इतर मिट्टी सिटी यहाँनिर चाहिँ अलि हिलो रहेछ हैन, त्यही छ। अनि अहिले चाहिँ यहाँनिर पुरै ग्रासी छ, ग्रासी टाइपको छ हैन। अनि यतापट्टि पुरै खेलिरहेछ, मतलब प्र्याक्टिस गरिरहेछ। यो ब्ल्याक मिट्टी भइहाल्यो। इंटरनेशनल 2 लाख, इंडियन 2 लाख। नेपालको त पर्छ यार 3-4 जुन कति पर्छ, 3-4 पर्छ हैन। अनि अब यहाँनिर पुरै प्र्याक्टिस देखो, क्या करे हम प्र्याक्टिस नहीं कर सकते। मलाई त खेल्न नि आउँदैन हैन, त्यही भएर यस्तो छ हैन। अनि टक्क यहाँनिर उतापट्टि साइडमा बुढाहरू अलि सानो छ। उतापट्टि चाहिँ अन्डर 14 नै भनौँ न, 14 त्यही लेभलको छ हैन। यहाँनिर यु क्यान सी एज अ क्रिकेट टिम त्यही छ। अनि इन्डोर पनि देखाउँछु तपाईहरुलाई, इन्डोर पनि छ हैन। यु क्यान सी एज दामी बलरहरु यार। अब नेपालको पनि छिर्नुपर्छ गाइस, नेपालको पनि हेर्नुपर्छ हैन। यहाँनिर नि प्र्याक्टिस चलिरहेको छ पुराहरुको। अनि त्यही हो, यहाँनिर यो छुट्टै भयो भने उतापट्टि साइडको छुट्टै छ हैन। उतापट्टि साइडको छुट्टै छ, यतापट्टि साइडको छुट्टै छ। यो दुईटा चाहिँ जस्ट प्र्याक्टिस, मतलब बलरहरुको लागि प्र्याक्टिस गर्ने ठाउँ भयो। अनि उतापट्टि साइडको लागि चाहिँ जस्ट त्यो सबैकै हुन्छ नि, अलि सानोतिनो यही एकाडेमीकै बच्चाहरुको गेम खेलाउनलाई सानो प्लेस क्या, अराउन्ड यत्रु हुन्छ नि। गेम भन्नाले पनि त्यस्तो ठुलो त्यो प्राइस साइज राखेर हैन कि, फ्रेन्ड आफैकै साथीहरु मिलेर सानो खेल्नलाई टक्क उतापट्टि साइडमा भइहाल्यो। त्यहाँभित्र इन्डोर छ उताभित्र हैन। त्यहाँनिर इन्डोर छ। म त देखाउँछु तपाईलाई। त्यही हो, अब एकछिन बसौँ, गफसफ हानौँ न यहाँ सानोसँग, एकछिन गफसफ हानौँ। अनि त्यसपछि बल्ल अलि घुमफिर गरेर हैन टक्क। आज कति दिन, 3 दिन 4 दिन हैन, 5 दिन 6 दिन भइसक्यो हैन यतातिर आएको। मैले भिडियो क्लिपहरु बनाएको छु, त्यसमा चाहिँ म यसरी बोलेर हुँदैन, त्यसमा चाहिँ म टक्क हैन घुमेको नि त, घुमेको भएर टक्क क्लिप बनाएर हाल्छु। सो अनि अहिले चाहिँ टक्क यहाँनिर त्यस्तो चलिरहेछ अहिले। ब्याटरहरु त खतरा छ क्या हो उतापट्टि साइडमा चाहिँ। जस्ट नाइस छ हैन, ब्याटरहरु नि नाइस छ। बुढा सानो भनेर नि सानोले ठुलोले भन्दा चर्को खेलिदिने यार। हामी त अब नखिल्ने बानी भएर नि होला हैन। टक्कै यहाँनिर क्या दामी हान्छ यसले नि यार। अलिक दामी हान्दा थियो, भिडियो गर्नेलाई हान्न नि त्यही हो ल। रमाएको त्यही छ हैन। यहाँनिर चाहिँ अलि रमित स्याङतान नेपाली हो ना, इसलिए टक्क अब बच्चाहरू रमाइरहने भिडियोमा आउँछु टक्क। जस्ट यहाँनिर चाहिँ यस्तो माहौल छ कि सबजनाकै एकैछिनमा हैन भैया सया भनेर टक्क घुलमिलिदिइहाल्ने क्या। जस्ट त्यो एउटा कुरा चाहिँ मलाई अलिकति राम्रो लाग्यो हैन, यतातिरको बुढाहरूको। अनि ठुलोहरू पनि राम्रो छन्, ठुलोहरू पनि टक्क मिल्ने खालकै छ क्या, आनन्द चिल, कसैले केही नभन्ने खालको। अहिले यहाँ चाहिँ हैन, अब उता दिल्ली उता नि जान्छ नि त। अब भोलि पर्सिबाट हामी त सायद उता नि जान्छु होला, त्यसको भ्लग पनि म हालिहाल्छु हेरेर गर्नु। यो अहिलेको चाहिँ जस्ट एकाडेमीको, अनि
कसलाई नेपालबाट हेर्दै हुनुहुन्छ भने रामपुर, इफ यु आर इन्ट्रेस्टेड इन क्रिकेट देन कम टु रामपुर एन्ड भिजिट माई सानबाको एकाडेमी, रामपुर एकाडेमी, क्रिकेट एकाडेमी रामपुरमै छ। र सबैले टक्क होइन रामपुर आएर मान्छेलाई सोधेर नै आउनु सक्नुहुन्छ भने टक्क यहाँनिर ठुलो छ, तपाईँहरू देखिहाल्नुहुन्छ यहाँनिर तल के हो यो ठाउँ थाहा नि कि यहाँ उयो बाहिर के भन्थ्यो के छ भन्थ्यो। अनि यतापट्टि चाहिँ गेम खेलेर त देख्नु भइहाल्यो नि यो बुढाहरू अघि रमाइरहेको बुढाहरू होइन। अनि टक्क यहाँनिर नि प्र्याक्टिस इन्डोरमा नि छ, इन्डोरमा देखाउँछु तपाईँहरूलाई। इन्डोरमा चाहिँ ब्याटिङको प्र्याक्टिस भइरहेको छ होइन। अनि त्यही हो अब इन्डोरमा चाहिँ ब्याटिङ देख्थ्यो है, ब्याटिङै गयो यहाँनिर टक्क होइन। यता यो भित्र चाहिँ टक्क ब्याटिङको प्र्याक्टिस गर्ने हो होइन, ब्याट्सम्यानहरूको लागि टक्क। अनि अहिले चाहिँ यहाँनिर कहिले गरेको छैन। सो त्यही हो अब तपाईँहरूलाई म ब्याटिङ अहिले पछि गर्छ होला सायद होइन, त्यतिखेर देखाइहाल्छु। सो अहिले चाहिँ चलिरहेको छ भुटाहरूको सानोतिनो चलिरहेको छ गेमहरू। अनि के कस्तो हुन्छ तर सबैभन्दा अगाडि चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बेल आइकन सबैले गरिदिनु होला। अनि म के भन्छु क्रिकेट खेल्न चाहनुहुन्छ भने नेपालको मेरो साथीभाइहरू होइन आउनु सक्नुहुन्छ यहाँनिर सिक्नलाई, इफ यु आर इन्ट्रेस्टेड। अनि इन्डियाको पनि इफ यु आर इन्ट्रेस्टेड देन कम एन्ड लर्न विथ रामपुर क्रिकेट एकाडेमी होइन। त्यसो अब के खाना यहाँको टक्क के भन्नु सिकाउने मान्छे चाहिँ कोच होइन, टक्क सिकाउने मान्छे चाहिँ हाम्रो सान भा हो, त्यहाँदेखि क्याप लाएर बिरान भा होइन। अनि टक्क यहाँनिर चाहिँ जस एकदम के त्यो सिक्नलाई नि मजा आउने खालको प्लेस छ। यो चाहिँ लाइसेन्स रहेछ। ल ल ल ल फिल्डिङ अलि होइन केटा हो। के स्ट्याम्प गयो त अनि के भयो टक यो के भन्छ यसलाई किपर ए फुटबलको किपर भने जस्तै क्रिकेटको किपर किपिङ गर्ने मान्छे ब्याट्सम्यानहरू दुइटा भइहाल्यो नि त बनाइदिरहेछ। मलाई बलिङ गर्ने मान्छे टक्क यार यो मलाई त्यो हरियो लाउने खुच्चा नि बबाल हान्दो रहेछ यार, दामी हान्दो रहेछ मलाई। त्यही छ अब टक्क रमाइलो गरेर छौँ होइन। अहिले म इन्डोरबाट पनि देखाइहाल्छु टक्क यही छ सबै यस्तो के त्यो कालो ब्ल्याक त्यो कालो यस्तो के यस्तो योमा कस्तो यो देख यस्तो खालको हो होइन। त्यो चाहिँ ट्याक्क त्यहाँनिर चाहिँ हाल्यो। हाम्रो नेपाली त 3-4 लाख पर्नु जान्छ होला नि, 1 लाखको पर्छ यार, 4 लाख चान्चुन पर्नु जान्छ, 4 लाखसम्म पर्नु जान्छ चान्चुन, 4 लाख चान्चुन पर्नु जान्छ इन्डियाको हिसाब। 100 रुपियाँको 160 हुन्छ भने चाहिँ अनि टक्क 2 लाख। अन्त इन्टरनेसनल मिटिङ क्या त्यो हुन्छ नि ब्ल्याक इन्टरनेसनल त्यो पुरै एकाडेमीहरूमा गयो भने अलिक धेरै जस्तो यस्तो माटो देख्नु पाउनुहुन्छ अरे। मलाई त थाहा छैन होइन, मलाई चाहिँ सानबाले भनेको छ। अनि त्यही भएर टक्क जसलाई क्रिकेटमा इन्ट्रेस्टेड हुनुहुन्छ होइन, इन्डिया अनि नेपाल होइन, इफ तपाईँहरू बाहिरको मान्छे इन्डियामा आएर सिक्न चाहनुहुन्छ भने यहाँनिर आएर सिकिदिनु होला भन्दा नि अब सिक्नु नि किन छोडिदिनु, सिकिदिनु होला भन्नु होइन। यहाँनिर यस्तो रमाइलो ठाउँ छ होइन, टक्क यहाँनिर सक्नुहुन्छ होइन। अब भोलि गेम छ भन्नु आएको अरे, भोलि गेमहरू नि खेलाउनुहुन्छ नि सानबाले। अनि त्यही त टक्क अनि रमाइलो गर्नुपर्छ क्या यस्तो ठाउँमा आएर नि टक्क सिकेर। गाइज कसलाई क्रिकेट खेल्नु मन छ इन्डियाको हुनुहुन्छ भने इन्डियाबाट रामपुर क्रिकेट एकाडेमी रामपुरको होइन। अनि बाहिरको मान्छेहरू अब तपाईँहरू बाहिर आएर बसेर के अरे बाहिरबाट यता इन्डिया आएर सिक्न चाहनुहुन्छ भने यहाँनिर आएर सिक्न सक्नुहुन्छ। त्यही हो अहिले के कस्तो हुन्छ म देखाइहाल्छु होइन। अहिले चाहिँ एकछिन होल्ड गरौँ, बोल्नु पऱ्यो नि त यता ठक्क ल उहाँ हो कोच हाम्रो सानबा ठिक छ।
त्यही हो